नेपालको संविधान अनुसार राज्यको पावर 3वटा अङ्गहरूमा विभाजन गरिएको छ। लेजिस्लेचर अर्थात् व्यवस्थापिका, एक्जिक्युटिभ अर्थात् कार्यपालिका र जुडिसियरी अर्थात् न्यायपालिका। यी 3 राज्यका अङ्गहरू स्वतन्त्र अङ्ग हुन्। नेपालको संविधानले राज्यको पावर यिनै 3वटा अङ्गहरूमा बाँडेको छ, जसलाई ट्रायस पोलिटिका मोडल भनेर पनि भनिन्छ। विश्वमा फरक फरक देशमा यही मोडल वा यस्तै मोडलहरू रहेका छन्। यसरी 3वटा अङ्ग जसका छुट्टा छुट्टै विशेषता छन्, यिनीहरूमा पावर सेपरेसन किन गरिन्छ भने एउटा अङ्गको पावर र अर्को अङ्गको पावर बीच विवाद वा द्वन्द्व हुन पाउँदैन र एउटा अङ्गले अर्कोलाई कन्ट्रोलमा राख्न सक्छ। जस्तै उदाहरणको लागि तत्कालीन एक्जिक्युटिभका हेड प्रधानमन्त्री केपी ओलीले 2077 पौष 5 र 2078 जेठ 7 गते 2 पटक लेजिस्लेचर अन्तर्गत पर्ने प्रतिनिधि सभा विघटन गरिदिएका थिए। तर जुडिसियरी अन्तर्गत पर्ने सुप्रिम कोर्टले उनको यो डिसिजनलाई असंवैधानिक भनेर संसद पुनर्स्थापना गरिदिएको थियो। यसरी राज्यको एउटा इन्डिपेन्डेन्ट अङ्ग जब ओभरपावर हुन खोज्छ तब अर्को अङ्गले त्यसलाई कन्ट्रोल गर्न सक्छ। यो सिस्टमलाई चेक एन्ड ब्यालेन्स सिस्टम भनिन्छ, जस अनुसार एउटा अङ्गसँग अर्को 2वटा अङ्गको पावर लिमिट गर्न वा चेक गर्ने, जसले गर्दा 3वटै अङ्गबीच ब्यालेन्स रूपमा पावर डिभाइड हुने गर्छ। यसरी राज्यको पावर 3वटा अङ्गहरूमा बाँडिएको हुन्छ। यस भिडियोमा हामी फेडरल लेजिस्लेचर अर्थात् सङ्घीय व्यवस्थापिकाको बारेमा चर्चा गर्नेछौँ। लेजिस्लेचरको मुख्य काम भनेको नेपालको ल बनाउने नै हो र लेजिस्लेचरले बनाएको ल अनुसार अरू 2 अङ्गले काम गर्छन्। पार्लियामेन्ट अर्थात् संसद भनेको नेपालको फेडरल लेजिस्लेटिभको बडी हो। संविधान अनुसार नेपालको फेडरल लेजिस्लेटिभ बाइक्यामेरल हो, अर्थात् यसलाई 2वटा हाउस एसेम्ब्लीमा डिभाइड गरिएको छ। एउटा हाउस अफ रिप्रेजेन्टेटिभ अर्थात् प्रतिनिधि सभा र अर्को नेसनल एसेम्ब्ली अर्थात् राष्ट्रिय सभा। प्रतिनिधि सभालाई लोअर हाउस भनेर पनि भनिन्छ। लोअर हाउस भनेर भनिए पनि यो हाउससँग बढी पोलिटिकल इन्फ्लुएन्स गर्न सक्ने पावर हुन्छ। प्रतिनिधि सभामा धेरै मेम्बर्स हुने भएकाले यो हाउस सामान्यतया ठुलो हुन्छ। तर कुनै कुनै देशको पार्लियामेन्ट्री सिस्टम जस्तै अस्ट्रेलियामा भने अप्पर हाउस, जसलाई सेनेट पनि भनिन्छ, सेनेटसँग हाउस अफ रिप्रेजेन्टेटिभको जति पावर हुने गर्छ, जसले हाउस अफ रिप्रेजेन्टेटिभको लेजिस्लेसनलाई ब्लक समेत गर्न सक्छ। हाउस अफ रिप्रेजेन्टेटिभमा टोटल 275 जना सांसद हुन्छन्। यो हाउसका मेम्बर्सहरू प्यारलल भोटिङ सिस्टम अनुसार चुनिन्छन् र 275 जना मध्ये 60% 165 जना फर्स्ट पास्ट द पोस्ट इलेक्टोरल सिस्टमबाट चुनिएका हुन्छन्, जसलाई डिरेक्ट मेथड वा प्रत्यक्ष निर्वाचन प्रणाली पनि भनिन्छ। बाँकी 40% 110 जना मेम्बर भने प्रोपोर्सनल इलेक्टोरल सिस्टम अर्थात् समानुपातिक प्रणालीबाट चुनिने गर्छन्। 165 जना मेम्बर्सलाई जनताले डिरेक्टली चुन्ने गर्छन्। यो फर्स्ट पास्ट द पोस्ट इलेक्टोरल सिस्टममा भोटर्सलाई क्यान्डिडेट्सको अप्सन दिएको हुन्छ र त्यही अप्सन्स मध्ये एउटा मात्र छान्न पर्ने हुन्छ र जुन क्यान्डिडेटले धेरै भोट पाउँछ त्यही क्यान्डिडेटले जित्छ। देशभरि 165वटा इलेक्टोरल कन्स्टिट्युएन्सिज अर्थात् निर्वाचन क्षेत्र हुन्छन् र हरेक कन्स्टिट्युएन्सीबाट 1 जना चुनिएर प्रतिनिधि सभामा 165 जना सांसद सदस्य पुग्ने गर्छन्। अब बाँकी 110 जना जो प्रोपोर्सनल सिस्टम अर्थात् समानुपातिक प्रणालीबाट चुनिन्छन्, यसमा नेपाल देश नै एउटा सिङ्गल इलेक्टोरल कन्स्टिट्युएन्सी जस्तो हुन जान्छ र देशभरिका हरेक जनताले पार्टीलाई भोट गर्नुपर्ने हुन्छ। अब देशभरि पार्टीले पाएको भोटको प्रोपोर्सन अनुसार पार्टीमा 110वटा सिट विभाजन गरिन्छ र पार्टीले आफूले पाएको सिट्स अनुसार आफ्नो संसद राख्न पाउँछ। यसरी 2वटा फर्स्ट पास्ट द पोस्ट इलेक्टोरल सिस्टम र प्रोपोर्सनल सिस्टमबाट 165 र 110 गरेर नेपालको 275 सदस्यको प्रतिनिधि सभा बनेको हुन्छ। यो हाउसका मेम्बर्सहरूको कार्यकाल पहिलो मिटिङ भएको डेटदेखि 5 वर्षसम्मको हुन्छ। यदि हाउस डिजल्भ गरेमा फेरि चुनाव गरेर नयाँ मेम्बर्सहरू छान्नुपर्ने हुन्छ र इमर्जेन्सी कन्डिसन्सहरूमा यो 5 वर्षको कार्यकाल 1 वर्षले बढाउन पनि मिल्ने प्रावधान छ। प्रतिनिधि सभाका मुख्य कामहरू के हुन् त? देशको कानुन बनाउने। प्रतिनिधि सभाका सदस्यले देशको नयाँ कानुन बनाउने र कुनै भएका कानुनलाई परिमार्जन गर्ने गर्छन्। एउटा कानुनको ड्राफ्ट संसदमा पेश गरिन्छ र त्यो संसदबाट पास भएपछि र राष्ट्रपतिको अप्रुभल पछि त्यो बिल कानुन बन्छ। सरकार निर्माण गर्ने।
प्रतिनिधि सभाको अर्को काम हो सरकारको निर्माण गर्ने। जेनरली मेजोरिटी भएको पार्टीका प्रतिनिधि सभा सदस्यहरूबाट सरकार गठन हुन्छ र त्यसबाट नै प्रधानमन्त्री सहित काउन्सिल अफ मिनिस्टर्स अर्थात् मन्त्रीमण्डल गठन हुन्छ। मेजोरिटी नभएको खण्डमा विभिन्न पार्टी मिलेर गठबन्धनको सरकार बनाउने गरिन्छ र यसरी बनेको प्रधानमन्त्रीमा प्रतिनिधि सभाका सदस्यले विश्वास नगरे मोसन अफ नो कन्फिडेन्स वा अविश्वासको प्रस्ताव दिएर प्रधानमन्त्री हटाउन पनि सक्छन् र फेरि अर्को प्रधानमन्त्री चुनिन्छ। बजेट पारित गर्ने। प्रतिनिधि सभाको अर्को काम हो बजेट पारित गर्ने। देशको पैसा कुन कुन क्षेत्रमा खर्च गर्ने भनेर प्रतिनिधि सभाबाट पास भएपछि मात्र बजेट खर्च गर्न सकिन्छ। र प्रतिनिधि सभाको अर्को काम हो संविधान संशोधन गर्ने। संविधान संशोधन गर्नु भनेको भइरहेको प्रावधानमा परिवर्तन गरेर नयाँ बनाउनु जस्तै हो। वर्तमान संविधानको केही धारामा मात्र परिवर्तन गर्नुलाई संविधान संशोधन गर्ने भनिन्छ। अर्को हाउस नेसनल एसेम्ब्ली अर्थात् राष्ट्रिय सभा, जसलाई अप्पर हाउस भनेर चिनिन्छ। यस हाउसमा 59 जना सदस्य हुन्छन्। राष्ट्रिय सभामा एउटा प्रदेशबाट 8 जना सदस्य, जसमा 3 महिला, 1 दलित, 1 जना अपाङ्गता भएका वा अल्पसङ्ख्यक चुनिने गर्छन् र 7 वटा प्रदेशमा हरेक प्रदेशबाट 8 जना गरेर टोटल 56 मेम्बर्सहरू चुनिन्छन् र यो 56 मेम्बर्सहरू प्रत्येक प्रदेशको इलेक्टोरल कलेज अर्थात् निर्वाचक मण्डलबाट चुनिन्छन् र बाँकी 3 जना मेम्बर्स चाहिँ नेपाल सरकारको रेकमेन्डेसनमा राष्ट्रपतिबाट चुनिन्छन्। एउटा प्रदेशको इलेक्टोरल कलेज अर्थात् निर्वाचक मण्डलमा प्रदेश सभाका सबै सदस्य र स्थानीय सरकार अन्तर्गत महानगर वा नगरपालिकाका मेयर, उपमेयर, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष प्रदेशको इलेक्टोरल कलेजभित्र हुने गर्छन्। इलेक्टोरल कलेजले मात्र राष्ट्रिय सभाका सदस्यहरू चुन्न पाउँछन्। यदि प्रदेश सांसदले कुनै राष्ट्रिय सभाको क्यान्डिडेटलाई भोट गर्छ भने त्यो क्यान्डिडेटले 48 पोइन्ट पाउँछ र यदि कुनै स्थानीय सरकारको प्रमुखले भोट गर्छ भने त्यो क्यान्डिडेटले 18 पोइन्ट पाउँछ। प्रदेशभरिका क्यान्डिडेटले यसरी नै हरेक प्रदेशबाट 8 जना चुन्छन्। यसरी इलेक्टोरल कलेज वा निर्वाचक मण्डलका सदस्यहरूले प्रदेशभरिका क्यान्डिडेट मध्ये यसरी नै हरेक प्रदेशबाट 8 जना चुन्छन्। यो राष्ट्रिय सभा संविधान प्रारम्भ भएको पहिलो पटक भएकाले यस राष्ट्रिय सभाका सदस्यको 1/3 कार्यकाल 2 वर्षमा, अर्को 1/3 कार्यकाल 4 वर्षमा र बाँकी रहेको 1/3 6 वर्षमा समाप्त हुन्छ। यो गोला प्रथाबाट 3 वटा क्याटेगोरीहरू 2074 मा चुनिएको थियो र त्यसअनुसार 59 जना टोटल मेम्बर्स मध्ये 20 जना 6 वर्ष, अर्को 20 जना 4 वर्ष र बाँकी 19 जना 2 वर्षका लागि राष्ट्रिय सभा सदस्य भएका थिए र हरेक कार्यकाल भ्याइएपछि त्यो 1/3 इलेक्सन हुन्छ र फेरि नयाँ सदस्य आउने गर्छन्। यसरी राष्ट्रिय सभा कहिल्यै पनि सभाविहीन हुँदैन। राष्ट्रिय सभाका कामहरू के हुन् त? राष्ट्रिय सभाको मुख्य काम भनेको प्रतिनिधि सभाको नियमन र निर्देशन गर्ने हो। प्रतिनिधि सभा जस्तो पावर भने राष्ट्रिय सभासँग हुँदैन। प्रतिनिधि सभाबाट पारित भएका अर्थ विधेयक बाहेकका विधेयक अर्थात् बिल्सहरू राष्ट्रिय सभाले पारित गरेर सुझाव दिनुपर्छ। देशका विभिन्न कुराहरूमा राष्ट्रिय सभामा छलफलहरू गरिन्छन् र सल्लाह र सुझाव प्रतिनिधि सभामा दिइन्छ। राष्ट्रिय सभाका अन्य कामहरू सरकारलाई उत्तरदायी बनाउने, संसदीय सुनवाई गर्ने आदि हुन्। प्रतिनिधि सभाको क्यान्डिडेट हुन 25 वर्ष र राष्ट्रिय सभाको क्यान्डिडेट हुन 35 वर्ष पुगेको हुनुपर्छ। कुनै पनि अपराधमा समावेश नभएको, सङ्घीय कानुनले अयोग्य नठहराएको र लाभको पदमा बहाल नभएको कुनै पनि नेपाली नागरिकले राष्ट्रिय सभा र प्रतिनिधि सभा सदस्यको उम्मेदवार बन्न पाउनेछन्। यसरी फेडरल लेजिस्लेचर अर्थात् सङ्घीय व्यवस्थापिकाका 2 वटा हाउस प्रतिनिधि सभा र राष्ट्रिय सभा बनेका हुन्छन्। भिडियो अन्तिमसम्म हेरिदिनुभएकोमा धन्यवाद। यस भिडियोपछि हामी स्थानीय सरकार र प्रदेश सरकारको बारेमा भिडियो ल्याउनेछौँ। भिडियोको बारेमा के क्वेसन्स वा सजेसन्स भए हामीलाई कमेन्टमा भन्न नबिर्सिनुहोला। धन्यवाद।